प्रक्रियाहरू कार्यान्वयन प्रणालीदेखि लिएर सबै कुराहरू हामीले उल्लेख गर्नेछौँ। आजसम्म जति गल्ती कमजोरी भयो यो हाम्रो पहिलो बैठक हो र आगामी दिनमा पनि हामी अझ सुधार गर्दै जानेछौँ भन्ने कुरा पनि यहाँ राख्न चाहन्छु। र 1 नम्बरको तथा 5 वर्ष कार्ययोजना निर्माण र कार्यान्वयन क्षमता विकास हामीमा समाजमा त लाग्छ, तर समाजको संरचना कस्तो हुन्छ, संस्था दर्तामा के कुराहरू उल्लेख हुन्छ, यस्ता कुराहरू बुझ्दै जानुपर्छ भन्ने लाग्छ। र त्यसले गर्दा हामी संस्थामा लागिसकेपछि कमसेकम 20 वर्ष कोही व्यक्तित्व संस्थामा लागिरहनु भएको हुन्छ, तर उहाँले स्वास्थ्य बुझेको देखिँदैन धेरै ठाउँमा। तर हामी ताप्लेजुङमा जुन हामीले विकास गरेका छौँ विभिन्न संस्थाहरूमा, र हामी मर्दा पर्दा अघि ध्रुव दाजुले भन्नुभयो हामी मर्दा पर्दा पनि भेला हुने गर्छौँ, भेटघाट गर्नुभन्दा पनि हामी यसरी भेला हुने गर्छौँ। त्यसले गर्दा यो हाम्रो शोक संस्थामा भेला हुने यो जुन परिपाटी छ हाम्रो ताप्लेजुङले विकास गरेको छ। र अर्को छ समन्वय सञ्चार सहकार्य र सुदृढीकरण। यो सन्दर्भमा पनि तपाईँहरूले फेरि यो पेपरमा पनि हेर्नुहुनेछ र हामीले पठाउने पछिका यो सामाजिक सञ्जालबाट हामीले जुन पठाउँछौँ पिडिएफ त्यहाँबाट पनि हेर्नुहुनेछ र हामीलाई सुझाव दिनुहुनेछ। यी कुराहरू पनि यो संस्थाको कार्य समिति, उपसमिति सदस्य र स्वदेश तथा विदेशमा रहने स्थानीय तह सङ्घ संस्था दार्जिलिङका आदि बिचको प्रभावकारी समन्वयमा यो संस्था लाग्नेछ भन्ने यहाँ उल्लेख गर्न चाहन्छु। त्यस्तै अर्को बुँदा छ संस्थागत सुशासन, कार्यक्षमता अभिवृद्धि, पारदर्शिता, जवाबदेहिता, सहभागिता र समावेशिताको अभ्यास मार्फत संस्थागत सुशासन सुदृढ गर्ने, समाजको क्रियाशीलता र कार्यदक्षता वृद्धि गर्ने भन्ने एउटा बुँदा रहेको छ। हुन त सामाजिक संस्था हो, हामी निरन्तर रूपमा तन हुनेले तन, मन हुनेले मन, धन हुने धन दिएर अगाडि बढ्ने यो सामाजिक संस्था हो। त्यसले गर्दा यो मुनाफारहित संस्था हो र यसमा हामी पारदर्शी हुनैपर्छ, जवाबदेही हुनुपर्छ। विशेष गरेर सामाजिक संस्था यो राजनीतिभन्दा धेरै माथि हो भन्ने लाग्छ र सामाजिक संस्थामा जवाबदेहिता धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ। र त्यसले गर्दा यो विषयलाई पनि ताप्लेजुङ समाजले विशेष गरेर आफ्नो नीतिमा र कार्यक्रममा राखेको छ। र त्यस्तै 8 नम्बर बुँदामा 1 नम्बरको यो 8 नम्बरमा दीर्घकालीन स्थायित्व र उत्तराधिकार भन्ने छ। अब हामी त लामो समयदेखि दाजुहरू 70-71 वर्ष पुग्नुभयो। मैले ताप्लेजुङ विशेष गरेर देउतुङमा गणेश नेपालीज्यूहरू त्यो बेलादेखि समाजसेवा गरेको थाहा छ। अहिले पनि उहाँ निरन्तर यति धेरै घट्नु भएको छ 70 वर्ष 75 वर्षको उमेरमा। त्यस्तै हाम्रो संस्थाका संस्थापक अध्यक्षज्यू आज रक्तदानको कार्यक्रम उहाँको संयोजकमा सङ्घ पार्कमा हुँदैछ। किराँत चुम्बुङ काठमाडौँको अध्यक्ष हुनुहुन्छ, उहाँको पनि केही प्रस्तुति थियो, तर उहाँ त्यो कार्यक्रम व्यस्त भएर केही पछि आउँछु भन्नुभएको छ। उहाँ लगभग 80 वर्ष पुग्नु भएको छ। उहाँबाट हामीले धेरै कुराहरू सिकेको छौँ। 80 वर्षमा यति सक्रिय हुन्छ समाजको लागि र त्यसले गर्दा समाजमा जुन हामीले अघि भने हाम्रो जीवन भट्टराई भर्खर 18-20 वर्ष पुग्नुभयो, उहाँले समाजसेवा गर्ने कुराहरू निरन्तर राख्नु भएको थियो र उहाँको हाम्रो उत्तराधिकारी पनि हामीले जन्माउँदै जानुपर्छ। सबै क्षेत्रमा के सिटिङ पाएको, के सिरिजन गएको, के पार्टीहरू के भक्तहरू के विकल्प लागेको सबै क्षेत्रको साथीहरू चाहिँ 101 हुनुपर्छ भन्ने लाग्छ। र त्यसले गर्दा हामीले उत्तराधिकारको विकास गर्दै जानुपर्छ भन्ने कुराहरू र त्यो खालको प्र्याक्टिस, यस्ता खालका भेटघाट, प्रक्रिया, अभिमुखीकरण कार्यक्रमले त्यस्ता कुरालाई प्रभाव पार्छ र हामी ताप्लेजुङले धेरै कुरा सिक्छौँ भन्ने लाग्छ। र मेरो प्रस्तुतिमा विशेष गरेर संस्थाको उद्देश्य